नमस्ते। हामी विकासको कुरा गर्छौं, समृद्धिको सपना देख्छौं। तर के सोचेका छौं, यो सबै सपना जलवायु परिवर्तनको एउटा ठूलो आँधीले बगाइदिन सक्छ? विकास पत्रिका जर्नलको आधारमा आज हामी यही गम्भीर विषयमा कुरा गर्नेछौं। कसरी नेपालको दिगो विकासको यात्रा र जलवायु परिवर्तनको चुनौती एक अर्कासँग नराम्ररी गाँसिएका छन्। आउनुहोस्, यसलाई अलि गहिराईमा गएर बुझौं। हेर्नुहोस्, यो वाक्यले नै सबै कुरा भन्छ। एक भयानक चुनौती। यो कुनै सामान्य चेतावनी मात्रै होइन, यो त एउटा विश्वव्यापी सङ्कटको घण्टी हो। र यो सङ्कटले हाम्रो पृथ्वीको भविष्य, हाम्रो जीवन सबै कुरालाई दाउमा राखेको छ। यो समस्या यस्तो हो कि यसले कुनै देशको सिमाना हेर्दैन। यो त हामी सबैको साझा चुनौती हो। ल, त्यसो भए यो जलवायु परिवर्तन भनेको आखिर के हो त? एकदमै सरल भाषामा भन्दा यो भनेको कुनै ठाउँको मौसमको जुन एउटा नियमित बानी हुन्छ नि हो, त्यसमा लामो समयसम्म देखिने नराम्रो परिवर्तन हो। जस्तै पानी पर्नुपर्ने बेला नपर्ने अनि नपर्नुपर्ने बेला चाहिँ बेसरी परेर बाढी आउने, कहिले सुक्खा खडेरी, कहिले अतिवृष्टि हो। यही उथलपुथलले हाम्रो जीवन र पर्यावरण दुवैलाई नराम्ररी हल्लाइदिन्छ। अब प्रश्न उठ्छ, आखिर यो सब भइरहेको किन छ त? यसको कारण के हो? जर्नलले एकदमै स्पष्टसँग भन्छ, यसको मुख्य कारण अरू कोही होइन, हामी मानिस नै हौं। हामीले घरमा, गाडीमा अनि ठूला ठूला कारखानाहरूमा जुन पेट्रोल, ग्यास र कोइला बाल्छौं नि हो, त्यसले वायुमण्डलमा यस्तो ग्यासहरू थुपार्दैछ जसले हाम्रो पृथ्वीलाई बाक्लो, तातो कम्बलले ढाके जस्तो बनाइदिएको छ र पृथ्वी तातिदैछ। र यो कुरालाई यो चार्टले अझै प्रष्ट पार्छ। हेर्नुहोस् त, सन् 2024मा पनि संसारभरि सबैभन्दा धेरै बिजुली केले उत्पादन गर्दो रहेछ? कोइलाले। कोइला जुन हरितगृह ग्यासको एउटा प्रमुख स्रोत हो। यसको मतलब के हो भने हामी जानी त्यही इन्धनमा निर्भर छौं, जसले यो समस्यालाई झन गहिरो बनाउँदै लगेको छ। अब यो अङ्कलाई हेरौं, 0.74 डिग्री सेल्सियस। सुन्दा कति सानो लाग्छ होइन? तर यो 1906 देखि 2005 सम्ममा पृथ्वीको औसत तापक्रममा भएको वृद्धि हो। र यो सानो देखिने अङ्कको असर चाहिँ असाध्यै ठूलो र विनाशकारी छ। हो, यही सानो परिवर्तनले मौसमको पूरै प्रणालीलाई नै गडबड गरिदिएको छ। र जब कुरा नेपालको आउँछ, यसको असर झनै भयानक देखिन्छ। हाम्रो हिमालका हिउँ पग्लिँदैछन्, नदीको बहाव घटबड भइरहेको छ, जसले गर्दा जलविद्युतमा सीधा असर परेको छ। किसानहरूको खेतबारीमा बालीनाली राम्रो हुन छाड्यो, खाद्य सुरक्षा नै खतरामा छ। अनि हरेक वर्ष आउने बाढी पहिरोले त कति धनजनको क्षति गर्छ, त्यसको हिसाबै छैन। यो कुनै कथा होइन, यो लाखौं नेपालीले भोगिरहेको टितो यथार्थ हो। एउटा कुरा के बुझ्नुपर्छ भने जलवायु परिवर्तनको असर सबैलाई एकिनासले पर्दैन। यो तालिकाले त्यही देखाउँछ। हेर्नुहोस्, कर्णाली र सुदूरपश्चिम जस्ता प्रदेशहरू जो पहिलेदेखि नै वञ्चितीकरणमा परेका छन्, उनीहरू नै सबैभन्दा बढी जोखिममा छन्। किन होला? किनभने उनीहरूसँग यो सङ्कटसँग लड्ने स्रोत साधनको कमी छ। भन्नुको मतलब यो सङ्कटले जो पहिले नै कमजोर छ उसैलाई झन धेरै असर पार्छ। ल, अहिलेसम्म हामीले समस्या र त्यसका असरहरूको बारेमा त कुरा गर्यौं। अब पालो आउँछ सबैभन्दा महत्त्वपूर्ण प्रश्नको, के हामी केही गर्न सक्छौं? यो भयानक चुनौतीलाई कम गर्ने उपाय के हो त? समाधानको बाटो छ। जर्नलले मुख्य 4वटा रणनीति अघि सारेको छ। पहिलो, व्यापक वृक्षारोपण, किनकि हाम्रा वन जङ्गलले नै कार्बन सोच्ने काम गर्छन्। दोस्रो, कोइला पेट्रोल छाडेर नवीकरणीय अर्थात् सफा ऊर्जाको प्रयोग गर्ने। तेस्रो, हामीले बनाउने हरेक विकासका नीति र योजनाहरूमा जलवायुको पक्षलाई पनि सोच्ने। र चौथो, सायद सबैभन्दा महत्त्वपूर्ण, हामी हरेक नागरिकले आफ्नो व्यवहारमा परिवर्तन ल्याउने। यी सबै प्रयासको अन्तिम लक्ष्य के हो त? त्यो हो नेट जिरो उत्सर्जन। अब यो नेट जिरो भनेको के हो? सोझो भाषामा भन्दा हामीले वायुमण्डलमा जति हानिकारक ग्यास फ्याँक्छौं, त्यति नै बराबरको ग्यासलाई सोसेर वा हटाएर ब्यालेन्स गर्ने। हिसाब बराबर। र संसारले सन् 2050 सम्ममा यही ब्यालेन्स हासिल गर्ने लक्ष्य लिएको छ। अब यो सबैलाई नेपालको आफ्नै विकासको लक्ष्यसँग जोडेर हेरौं। तथ्याङ्कले के देखाउँछ भने सन् 2016 देखि 2024 सम्ममा हामीले दिगो विकासका लक्ष्यहरूमा जम्मा 41.7% मात्रै प्रगति गरेका छौं। यो अङ्कले के भन्छ? यसले भन्छ हाम्रो गति एकदमै सुस्त छ, हामी दौडमा पछाडि परिरहेका छौं। र यो सुस्त गतिको परिणाम के हुन्छ?
अनुमान के छ भने यही रफ्तारमा अघि बढ्ने हो भने सन् 2030 सम्ममा हामीले हाम्रो लक्ष्यको जम्मा 60% मात्रै पूरा गर्न सक्नेछौँ। यसको सीधा अर्थ हो यदि हामीले जलवायु परिवर्तनको यो चुनौतीलाई गम्भीरतापूर्वक लिएनौँ भने हाम्रो समृद्ध नेपाल र दिगो विकासको सपना मात्रै रहने खतरा छ। त्यसो भए आजको यो सबै कुराकानीको सार के त? केही मुख्य कुराहरू छन्। पहिलो, जलवायु परिवर्तन अब टाढाको कुरा रहेन, यो हाम्रो घर आँगनमै आइपुगिसकेको गम्भीर खतरा हो। दोस्रो, यसले हाम्रो पानी, बिजुली, खेतीपाती, स्वास्थ्य सबै कुरामा असर गरिरहेको छ। तेस्रो, यसको समाधानका लागि सरकार, उद्योग र हामी सबै नागरिकले एक भएर काम गर्नै पर्छ। र अन्त्यमा दिगो विकास र जलवायु परिवर्तन विरुद्धको लडाईँ, यी दुई अलग कुरा होइनन्, एउटै सिक्काका दुई पाटा हुन्। र जाँदै एउटा प्रश्न छोडेर जान चाहन्छु। के सरकार, उद्योग र हामी नागरिक सबैको सामूहिक र इमान्दार प्रयास बिना हामीले खोजेको दिगो र सुरक्षित भविष्य साँच्चै सम्भव छ त? सोच्नुहोला। यसको जवाफ हामी सबैको काममा निर्भर गर्छ।